गाइस आज चाहिँ हामीले बनाउन लागेको काँक्रा र आलुको अचार। सबभन्दा पहिला तावामा तेल हाल्ने अनि तेललाई गरम हुनलाई छोड्दिने। अब चाहिँ हरियो काटेको खुर्सानी हाल्ने अनि काटेको प्याज। अब त्यसलाई राम्रोसँग चलाउने अनि बेसार हाल्ने। त्यसपछि रेड चिली पाउडर हाल्ने अनि त्यसलाई फेरि राम्रोसँग मिक्स गर्ने। अब काँक्रामा आलु हाल्ने अनि पिसेको मसला हाल्ने। त्यसपछि भर्खरै पकाएको प्याज खुर्सानीको पनि हालिदिने अनि नमक हाल्ने स्वाद अनुसार। त्यसपछि त्यसलाई राम्रोसँग मिक्स गर्ने। हातले मिक्स गरौँ किनकि पहिलो राम्रोसँग मिक्स हुन्न। अलिकति मिक्स गरिसकेपछि अमिलोको लागि हामीले चुक हाल्दैछौँ। यो धेरै कडा हो, त्यही भएर हामीले थोरै थोरै मात्र हालेको छौँ। अब यसलाई पनि एकदम राम्रोसँग मिक्स गर्ने, सबै मसलाहरू पुगुन्। ल हाम्रो अचार अब रेडी भइसकेको छ। अब यसलाई राम्रोसँग खान सकिन्छ।